नमस्कार दर्शकवृन्द, टेक्नो क्रिकेटमा यहाँहरूलाई स्वागत छ। आज कुरा गरौँ हङकङमा जारी हङकङ सक्सेस इन्टरनेसनल क्रिकेट प्रतियोगिताको। अलि भिन्न शैली भएको खेल फर्मेट रहेको हङकङ सक्सेस प्रतियोगिता यही नोभेम्बर 7, 8, 9 तारिकमा भइरहेको छ। खेल 6 ओभर फर्मेटको 6 जना खेलाडीले खेल्दैछन्। डिफेन्डिङ च्याम्पियन श्रीलङ्का सहित नेपाल आयोजक हङकङ, भारत, पाकिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड, साउथ अफ्रिका, अफगानिस्तान, बङ्गलादेश, युएई, कुवेत जस्ता देशहरूले प्रतिस्पर्धा गर्दैछन्। 21औं संस्करणको हङकङ सक्सेस प्रतियोगितामा ग्रुप स्टेज अनि त्यसपछि नकआउट चरणको खेलहरू भइरहेको छ। पुल एमा नेपाल सहित अफगानिस्तान र साउथ अफ्रिकाको टोली रहेको छ। त्यस्तै पुल बीमा अस्ट्रेलिया, इङ्ल्यान्ड र युएई तथा पुल सीमा भारत, पाकिस्तान र कुवेत रहेको छ। त्यसैगरी पुल डीमा आयोजक हङकङ सहित बङ्गलादेश र श्रीलङ्का रहेको छ। प्रतियोगिताको खेल बङ्कक स्थित मिसन रोड ग्राउन्ड क्रिकेट रङ्गशालामा भइरहेको छ। 1992 मा पाकिस्तान पहिलो संस्करण विजयी टोली भएको थियो भने 20औं संस्करण 2024 मा श्रीलङ्का प्रतियोगिता च्याम्पियन भएको थियो। कुल 20 संस्करणसम्म आइपुग्दा पाकिस्तान, साउथ अफ्रिका र इङ्ल्यान्ड 5 पटक विजेता भइसकेका छन् भने त्यसैगरी श्रीलङ्का 2 पटक भने भारत, अस्ट्रेलिया र वेस्ट इन्डिज समान 1-1 पटक विजेता भएका छन्। सबैभन्दा छोटो फर्मेटको प्रतियोगिताको यस अघिको संस्करणमा नेपाल क्वार्टर फाइनलमा श्रीलङ्कासँग पराजित हुँदै बाहिरिएको थियो। श्रीलङ्का त्यस संस्करणको विजेता टोली हो। प्रतियोगितामा नेपालको स्क्वाडमा शरद भेषकर, सन्दीप जोरा, आदिल आलम, लोकेश बम, बसिर अहमद, रूपेश सिंह र रसिद खान जस्ता खेलाडीहरू रहेका छन्। लेजेन्ड शरद भेषकरले यसै प्रतियोगिताबाट राष्ट्रिय टिमको लागि खेल जीवनबाट सन्यास लिँदैछन्। नेपालको ग्रुप स्टेजको पहिलो खेल नोभेम्बर 7 मा अफगानिस्तान विरुद्ध 17 रनको हारबाट सुरुवात भएको छ। नेपालका लागि सर्वाधिक रन हान्ने खेलाडी सन्दीप जोरा भएका छन्। उनले 53 रनको पारी खेलेका थिए। त्यसअघि बोलिङ गरेको नेपालले अफगानिस्तानलाई 112 मा समेट्न सफल भएको थियो। नेपालका लागि रसिद खानले ह्याट्रिक सहित 4 विकेट लिन सफल भएका थिए। 113 रनको लक्ष्य पछ्याएको नेपालले पुरा 6 ओभर खेल्दै मात्र 95 रन बन्न सफल भयो। नेपालको अर्को खेल नोभेम्बर 8 तारिकमा रहेको छ। ग्रुप स्टेजको अन्तिम खेल नोभेम्बर 8 तारिकका दिन साउथ अफ्रिकासँग हुनेछ। खेल बिहान 6 बजे हुनेछ। के नेपाल पहिलो खेलको हारबाट माथि उठेर दोस्रो खेलमा साउथ अफ्रिकालाई चुनौती दिन सक्ला त? अर्को खेलमा के सुधार गर्नु पर्ला? के नेपाल फेरि क्वार्टर फाइनल वा सेमिफाइनलसम्मै पुग्न सफल होला? क्रिकेट सम्बन्धी सम्पूर्ण खबरको लागि टेक्नो क्रिकेटलाई सब्स्क्राइब गरिदिनुहोला।